₹2 चटपटे आउँथ्यो। सेम चटपटे, सेम क्वान्टिटी, सेम क्वालिटी आज विक्रमसम्म 2083 सालमा त्यही चटपटेलाई ₹30 पर्छ। 1 केजी आलु किन्न जानु पर्यो भने 3 बोरा पैसा लिएर जानुपर्ने अवस्था हुन सक्छ। बाटैभरि पैसा मान्छेहरू वास्तै नगरेको र एकदमै बजारमा पनि बोरा बोरा लिएर पैसा लिएर चाहिँ सामान चाहिँ खरिद गर्न गइरहेको बचत भनौँ न र आफूसँग भएको पैसा चाहिँ शून्य हुन्छ। त्यसको मूल्य जति करोडौँ अर्बौँ किन नहोस् त्यसको मूल्य चाहिँ शून्य हुन्छ। भन्नुको मतलब मान्छेहरू रातारात करोडपति अर्बपतिदेखि रोडपट्टि हुन्छन्। सबैलाई अभिवादन। विक्रमसम्म 2066 सालताका म स्कुल पढ्थेँ। त्यतिखेर कहिलेकाहीँ खाजाको रूपमा चटपटे खाइन्थ्यो। ₹2 चटपटे आउँथ्यो। सेम चटपटे, सेम क्वान्टिटी, सेम क्वालिटी आज विक्रमसम्म 2083 सालमा त्यही चटपटेलाई ₹30 पर्छ। भन्नुको मतलब 17 वर्षमा त्यो चटपटे ₹28ले इन्क्रिज भएछ। त्यसलाई त्यो वृद्धि दरलाई चाहिँ वार्षिक रूपमा रूपान्तरण गर्दाखेरि 17.18% हुन आउँदो रहेछ। भनेको कम्पाउन्डिङ एनुअल ग्रोथ रेट चाहिँ 17.18% हुन आउँदो रहेछ। यसको मतलब चटपटेलाई मात्र हेर्ने हो भने अथवा त्यो वस्तुलाई मात्र हेर्ने हो भने चाहिँ 17.18%ले मूल्य वृद्धि भएछ, यानि कि मुद्रास्फीति भएछ। तर यसलाई अलिकति सच्याउनु पर्छ। मुद्रास्फीति भन्दै गर्दाखेरि मुद्रास्फीति भनेको चाहिँ एउटा मात्रै वस्तुको मूल्य वृद्धि दरलाई नसमेटेर समग्र वस्तुको अथवा समग्र बजारको मूल्य स्तरमा भएको बढोत्तरी र मुद्राको मूल्यमा भएको घटाइलाई चाहिँ मुद्रास्फीति भनेर चाहिँ भनिन्छ। र यही बढोत्तरीका आधारमा अथवा भनौँ बजार मूल्यमा भएको वृद्धिको आधारमा मुद्रास्फीतिलाई चाहिँ 4 प्रकारमा विभाजन गर्न सकिन्छ। 1 नम्बर क्रिपिङ इन्फ्लेसन, 2 नम्बर वर्किङ इन्फ्लेसन, 3 नम्बर रनिङ इन्फ्लेसन, 4 नम्बर हाइपर इन्फ्लेसन। नेपालीमा घस्रने, हिँड्ने, दौडने र उफ्रने मुद्रास्फीति। अब यसलाई चाहिँ घस्रने मुद्रास्फीतिमा चाहिँ वार्षिक वस्तुको मूल्य वृद्धि दर चाहिँ 3% सम्म हुन्छ भनेदेखि हिँड्ने मुद्रास्फीतिमा 3 देखि 10% सम्मको मूल्य वृद्धि हुन्छ। त्यसै गरेर दौडनेमा चाहिँ 10% देखि 20% भनेर भनिन्छ र भनौँ न डबल डिजिटको पर्सेन्टेजमा इन्क्रिज हुन्छ भनेर चाहिँ भनिन्छ वार्षिक। त्यसै गरेर यता उफ्रने मुद्रास्फीतिमा चाहिँ मन्थली नै भनेको मासिक नै कति हुन्छ अरे भन्दाखेरि 50% भन्दा एबोभ हैन 50% भन्दा माथिको बजार मूल्य वृद्धि दर हुन्छ। भनेको यो हाइपर इन्फ्लेसन चाहिँ एउटा इकोनोमीको लागि भयावह अवस्था हो। भनेको सबैभन्दा खराब अवस्था हो। हाइपर इन्फ्लेसन हुँदाखेरिको अवस्थामा देशमा कस्ता कस्ता परिस्थितिहरू झेल्नुपर्ने हुन्छ अथवा देशको अर्थतन्त्र कस्तो हुन्छ भन्ने सन्दर्भमा चाहिँ पैसाको मूल्य 0 हुन्छ र मानौ कि 1 केजी आलु किन्न जानु पर्यो भने 3 बोरा पैसा लिएर जानुपर्ने अवस्था हुन सक्छ। त्यस्तो अवस्था हुन सक्छ। र यो घटना मलाई ठ्याक्कै याद हुन्छ। सन् 2008 ताका हुनुपर्छ। म सानै थिएँ, मैले टिभी हेर्दै थिएँ, समाचार हेरेको रहेछु त्यतिखेर। ठ्याक्कै त्यतिखेर चाहिँ मान्छेहरू चाहिँ बाटैभरि पैसा हैन, बाटैभरि पैसा मान्छेहरू वास्तै नगरेको र एकदमै बजारमा पनि बोरा बोरा लिएर पैसा लिएर चाहिँ सामान चाहिँ खरिद गर्न गइरहेको त्यो दृश्य थियो क्या। त्यतिखेर के होला यो कस्तो अचम्म भनेर चाहिँ मलाई लाग्थ्यो। त्यो चाहिँ हाइपर इन्फ्लेसन रहेछ, जिम्बाब्वेको हाइपर इन्फ्लेसन रहेछ त्यतिखेरको। अहिले चाहिँ मलाई ठ्याक्कै त्यो चाहिँ याद हुँदा चाहिँ त्यो चाहिँ जिम्बाब्वेको हाइपर इन्फ्लेसन रहेछ। भनेको उफ्रने मुद्रास्फीति रहेछ। यसका अलावा चाहिँ अर्थतन्त्रमा के हुन्छ भन्दाखेरि बेरोजगारीको मात्रा एकदमै धेरै भएर जान्छ
सामाजिक तथा आर्थिक जुन मेकानिजम हुन्छ, प्रणाली हुन्छ, त्यो पुरै तहस नहस भएर जान्छ हैन। आफूसँग भएको वस्तुहरू लुकाउने तथा कृत्रिम अभाव सिर्जना हुन जान्छ। त्यस्तै गरेर अब बचत भनौँ न, र आफूसँग भएको पैसा चाहिँ शून्य हुन्छ, त्यसको मूल्य जति करोडौँ अर्बौँ किन नहोस्, त्यसको मूल्य चाहिँ शून्य हुन्छ। भन्नुको मतलब मान्छेहरू रातारात करोडपति अर्बपतिदेखि रोडपट्टि हुन्छन्। त्यस्तो अवस्था चाहिँ, त्यस्तो भयावह अवस्था चाहिँ यो हाइपर इन्फ्लेसनमा हुन्छ। त्यस्तै गरेर मानिसको पैसाप्रतिको विश्वास एकदमै न्यून हुन्छ, जसको कारणले गर्दा चाहिँ बार्टर सिस्टम यानि कि वस्तु विनिमय, वस्तुसँग वस्तु साटासाट गर्ने अवस्था हुन्छ। पैसाको भ्यालु नै नरहेपछि त्यहाँनिर वस्तु दिने वस्तु लिने भनेको त्यसरी चाहिँ जीवनयापन गर्ने अवस्था हुन्छ। त्यस्तो अवस्था हुनसक्छ यो हाइपर इन्फ्लेसनमा। त्यस्तै गरेर विश्व इतिहासलाई निहाल्दाखेरि अहिलेसम्म 3टा राष्ट्रहरूले एकदम एक्सट्रिम लेभलको चाहिँ हाइपर इन्फ्लेसन झेलेको पाउँछौँ। जर्मनी, हङ्गेरी र जिम्बाब्वे। जर्मनीले र हङ्गेरी र जिम्बाब्वेले चाहिँ यो उफ्रने मुद्रास्फीति चाहिँ झेलेको हामी पाउँछौँ। र यी देशहरूले यो मुद्रास्फीतिबाट कसरी पार लाए त अथवा पार पाए त भन्दाखेरि जर्मनीले चाहिँ आफ्नो पुरानो मुद्रालाई पूर्ण रूपमा प्रतिबन्ध लगाएर चाहिँ नयाँ मुद्रा छाप्यो। के को आधारमा भन्दाखेरि जग्गा र उद्योगहरूको आधारमा चाहिँ नयाँ मुद्रा चाहिँ छापेर र अन्य विभिन्न इम्प्रुभमेन्टहरू, अन्य विभिन्न कामहरू गरेर चाहिँ यो हाइपर इन्फ्लेसनबाट चाहिँ पार पायो। त्यसै गरेर हङ्गेरीले पनि चाहिँ पुरानो मुद्रालाई चाहिँ प्रतिबन्ध गरेर अथवा बन्द गरेर चाहिँ नयाँ मुद्रा छापो हैन। उसको चाहिँ सुनखानीलाई हैन, सुनखानीलाई पुनर्स्थापना गरेर त्यसकै आधारमा चाहिँ नयाँ मुद्रा छापो। त्यसै गरेर जिम्बाब्वेले पनि पुरानो मुद्रालाई प्रतिबन्ध गरेर चाहिँ विदेशी मुद्राहरूलाई चाहिँ प्रचलनमा ल्याएर चाहिँ आफ्नो यो हाइपर इन्फ्लेसन र त्यति मात्र होइन, धेरै काम गरे उनीहरूले, त्यो अलावा धेरै काम गरे। त्यसरी चाहिँ यो हाइपर इन्फ्लेसनबाट चाहिँ उनीहरूले चाहिँ पार पाए अथवा चाहिँ उम्के अथवा त्यहाँबाट चाहिँ पार पाए भनौँ न। अनि त्यस्तो अवस्था रह्यो। तर अब यो इन्फ्लेसन भन्ने बित्तिकै नराम्रो भन्ने हुँदैन हैन। देशको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि अथवा इकोनोमिक ग्रोथ गर्नका लागि अथवा इकोनोमिक डेभलपमेन्ट गर्नका लागि चाहिँ फेरि इन्फ्लेसन अपरिहार्य हुन्छ। हाम्रो जस्तो देशको सन्दर्भमा चाहिँ आर्थिक गतिविधि चलायमान गर्नका लागि, इकोनोमिक डेभलपमेन्ट गर्नका लागि भनौँ खर्च गर्ने तथा लगानी गर्ने वातावरण बनाउनको लागि चाहिँ एक किसिमको इन्फ्लेसन आवश्यक पर्छ। भन्नुको मतलब वस्तुको मूल्य अथवा बजार मूल्य वृद्धि दर चाहिँ आवश्यक पर्छ। त्यो चाहिँ 4% देखि 6% को चाहिँ आवश्यक पर्छ भनेर चाहिँ भन्ने गरिन्छ। र पछिल्लो समयको राष्ट्रिय ब्याङ्कको तथ्याङ्क हेर्ने हो भने नेपालको बजार मूल्य वृद्धि दर यानि कि मुद्रास्फीतिको दर चाहिँ 5.22% रहेको छ। तपाईलाई के लाग्छ? तपाईले आफ्नो जीवन भोगिरहँदाखेरि को अनुभव अथवा जीवनयापन गरिरहँदाखेरि को अनुभवको आधारमा चाहिँ यो वृद्धि दर चाहिँ एक्ज्याक्ट छ होला? के लाग्छ तपाईले चाहिँ भोगिरहेको जुन चाहिँ बजार मूल्य वृद्धि दर छ 5% कै छ वा अलिकति धेरै जस्तो लाग्छ तपाईको सन्दर्भमा चाहिँ? हालैको त्यो राष्ट्र ब्याङ्कले दिएको तथ्याङ्क त एक्ज्याक्टै हो है, ठ्याक्कै हो। तर तपाईले भोगिरहेको मूल्य वृद्धि दर चाहिँ कति अनुमान गर्नुहुन्छ? कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोला। हस्त, धन्यवाद।